हेलो हेलो साथी हो हेलो साथी हो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको यो 17 सेकेन्डको भिडियोले करोडौं भ्युज प्राप्त गरेको छ। लाखौं लाखको मन छोएको छ। हजारौं हजारले भिडियोमा कमेन्ट, सेयर तथा रियाक्ट गरेका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 4 सुरपाल भन्ने ठाउँमा यो भिडियो सोही स्थानका स्थानीय व्यक्ति लोकेन्द्र पुनले खिचेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हालेपछि भिडियो तीव्र गतिमा भाइरल भएको थियो। यो भिडियो हेर्ने धेरैजनाले आफ्नो सामाजिक सञ्जालमा खुसी भएर सेयर गर्नेदेखि साना ठुला राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया समेतले यसलाई आफ्नो न्युजमा कभर गरेका छन्। यो भिडियो भाइरल भइसकेपछि ती नानीहरूलाई धेरैले हेर्ने इच्छा व्यक्त गरेपछि अहिले नानीहरूको अनुहार सहितको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। हेर्दा सामान्य लाग्ने तर धेरै अर्थपूर्ण भएकोले यो भिडियोलाई धेरैले रुचाएका छन्। सर्वप्रथम त त्यो रेनकोट ओढेर टुई टुई हिँड्ने नानीहरूको हिँडाइले नै सबैलाई आकर्षित गरेर हर्षित बनाएको छ। दोस्रो कुरा, स्मल भिडियो बट ग्रेट लेसन फर एभ्रिवान। पानी झरीको मौसम छ, गाउँले जीवन उकाली ओह्राली सामान्य हिलो बाटो, तर पनि त्यो झरी हिलो माटो केही कुराको पनि प्रवाह नगरिकन आफ्नो लक्ष्य प्राप्त गर्न गन्तव्यतर्फ गइरहेका छन्। जुन कुराले शिक्षा सिकाइ कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा प्रष्ट देखाइरहेको छ। शिक्षाप्रति अन्य व्यक्तिहरूलाई पनि उत्प्रेरित गरिरहेको छ। र तेस्रो कुरा, यो भिडियो हेर्ने सबैलाई आफ्नो बालपनको त्यो रमाइलो पल याद दिलाएको छ। एकपटक सबैले आफ्नो बालपनमा फर्किएर आफ्नो बालपनको त्यो रमाइलो पल सम्झिएर आनन्दित भएका छन्, खुसी भएका छन्। मुहारमा मुस्कान र मनमा शान्ति छाएको छ। समग्रमा भन्नुपर्दा यो भिडियोले उत्प्रेरणा, खुसी, आनन्द, प्रसन्नता, शान्ति एकसाथ प्रस्तुत गरिरहेको छ, जसकारण धेरैले यो भिडियोलाई रुचाइरहेका छन्। यसरी यो भिडियो खिचेर सामाजिक सञ्जालमा हाली लाखौं करोडौंलाई उत्प्रेरित तथा खुसी प्राप्त गर्ने अवसर प्रदान गरेकोमा लोकेन्द्र पुनजीलाई धेरै धेरै धन्यवाद। र यही भिडियोको कारण अहिले ती नानीहरूलाई स्थानीय पत्रकार, समाजसेवी, स्थानीय जनप्रतिनिधिहरूले भेटघाट गरिरहेका छन्। नानीहरूको शिक्षा प्राप्तिप्रतिको यो दृढ सङ्कल्प देखेर नानीहरूलाई शैक्षिक सामग्री उपहार दिने तथा उच्च शिक्षासम्म निशुल्क पढाइ दिने कुराहरू पनि आइरहेका छन्। हाम्रो तर्फबाट पनि नानीहरूलाई उज्जवल र सफल जीवनको शुभकामना। हेलो हेलो साथी हो।